Hey guys, let's make kimchi today. यसको लागि नागा क्याबेज और चाइनिज क्याबेजलाई मैले जस्तै गरेर काट्नुहोस्। त्यसपछि रक सल्ट और नर्मल सल्टलाई क्याबेजको लेयरमा हाल्नुहोस्। सबै क्याबेजमा नुन लाएपछि 10 मिनेटको लागि एउटा भाँडामा छोडिदिनुहोस् र क्रन्चीनेसको लागि स्प्रिङ अनियन, रेडिस र क्यारटलाई मैले जस्तै गरेर काट्नुहोस् र अघिको क्याबेजलाई मसिनोसँग यस्तै गरेर काटेर एउटा ठुलो भाँडामा हालेर नुन हालेर पानी हालेर 1 घण्टाको लागि छोडिदिनुहोस्। 1 घण्टा राखेपछि अघि हालेको नुनलाई राम्रोसँगले पखालिने गरेर 3-4 पानी गरेर पखाल्नुहोस् र एउटा स्टेनरमा छोडिदिनुहोस्। एउटा भाँडामा राइस फ्लोरलाई यतिकोसम्म पकाएर साइड गरेर राख्नुहोस्। एउटा ब्लेन्डरमा पियर्स, अनियन, गार्लिक, जिन्जर र 1 स्पुन सुगर हालेर पेस्ट बनाउनुहोस्। अघि पकाएको राइसलाई स्टेनरमा हालेर छान्नुहोस् र अघिको पेस्टलाई हालेर मिक्स गर्नुहोस्। त्यसपछि चिल्ली फ्लेक्स र चिल्ली पाउडरको मिक्सचरलाई हालेर मिक्स गर्नुहोस् र अघिको स्प्रिङ अनियन, रेडिस, क्यारट, नुन, क्याबेज हालेर ग्लोभ्स लगाएको हातले मजाले मोल्नुहोस्। त्यसपछि एउटा एयरटाइट कन्टेनरमा हालेर राख्नुहोस् र हेर्नुहोस् त हाम्रो किम्ची पनि रेडी भयो। 1 दिन रुम टेम्परेचरमा छोडिदिने र 1 हप्ता फ्रिजमा राखेपछि हाम्रो किम्ची खानलाई रेडी हुन्छ। यस्तै कुकिङ टिप्स अनि कुकिङ भिडियोको लागि मलाई फलो गर्नु नभुलिनुहोस् होला। बाइ बाइ।